नमस्ते सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा दशैं मनाउनका लागि विदेशदेखि नेपाल आएको र म अहिले टोटली मेरै गाउँमा घुमिराखेको छु। मलाई सबसे प्यारो लाग्ने भनेको मेरै गाउँ हो हैन। देख्नुहुन्छ हरियाली सबै देखिया छ। यो ठाउँ देख्दा फेरि चुन पारको डाँडो जुन देखिया छ पर त्यो गोर्खा हो। गोर्खाको सदरमुकाम हो। गोर्खा बजार त्यहाँ छ र यो एरिया भनेको पालुन्टार नगरपालिकाको 2 नम्बर वडामा पर्छ। राजनीति हिसाबले हेर्दा फेरि झन्डै 3 चोटिसम्म यही ठाउँबाट जितेर गएका व्यक्तिले चाहिँ प्रधानमन्त्री बनिसकेका छन्। यो ठाउँमा दिनदिनै व्यक्तिहरू सहर पस्ने क्रम जारी छ। मान्छेहरू एकदम कम भइसकेका छन् र यो ठाउँको मेन विशेषता भनेको के हो भन्दाखेरि चाहिँ एकदम शीतल, गर्मीमा पनि बढी नहुने, जाडोमा पनि धेरै जाडो नहुने भएकाले बस्नको लागि एकदम राम्रो देखिए पनि विकासको हिसाबले अलिकति पछाडी परेको जस्तो देखिएकाले मान्छेहरू यहाँबाट पछि छोड्दै जानेहरूको क्रमहरू चाहिँ जारी छ र राजनीति हिसाबले यो सुनको लड्डु मानिन्छ। यो ठाउँलाई गोर्खा क्षेत्र नम्बर 2 पालुन्टार क्षेत्र नम्बर 2 लाई चाहिँ सुनको लड्डु मानिन्छ। माओवादीका नेताहरू हुन्छ डाक्टर बौरम भट्टराई प्रचण्ड पनि यही ठाउँबाट जितेर जानुभएको हो। यो ठाउँ प्राकृतिक रूपले पनि एकदम सुन्दर र यहाँ बाढी पहिरो कुनै पनि खोला नाला लाग्ने सम्भावना कुनै पनि छैन। खेती किसानको हिसाबले पनि एकदम राम्रो उब्जनीको रूपमा मानिन्छ र विकासको हिसाबले हेर्दा चाहिँ एकदम पिछडिएको मानिन्छ। तपाईको यो तलको एरियाबाट चाहिँ यो साइडबाट यसरी बाटो गइदियो र माथिबाट गए चाहिँ यो बीच एरियामा चाहिँ अलिकति पिछडिएको जस्तो देखिन्छ र धेरै यहाँका जनताहरू पनि गएर नगरपालिकामा गएर भन्दाखेरि हुन्छ भन्ने जस्तो गर्ने तर काम नगर्ने, बाटो पनि राम्रो नभएको चाहिँ स्थिति देखियो। र पछिल्लो राजनीति हिसाबले हेर्ने हो भने पछिल्लो चुनावमा यही ठाउँबाट जितेर जानुभएका प्रचण्डजी एकचोटि प्रधानमन्त्री पनि भइसक्नु भएको थियो र उहाँ प्रधानमन्त्री हुँदाखेरि यहाँ केही झिनो मसिनो केही नभएको र यहाँका जनता चाहिँ एकदम रुष्ट देखिन्छन्। मैले पनि 2-4 जनालाई सोधेर हेरेको थिएँ। उहाँहरूको कुरा राय बुझ्दा चाहिँ होइन अब चाहिँ नयाँ युवा नयाँ मान्छेलाई छानेन भने चाहिँ हाम्रो चाहिँ कहिले पनि ठाउँ चाहिँ विकास भएको देख्न हाम्रो पालामा नपाइने भयो। अब आउने चुनावमा चाहिँ बिल्कुल पुरानो पार्टीहरू आयो भने उनीहरूलाई भोट नहाल्ने अथवा जबरजस्ती गर्न खोजेन अझ खिदेरै भएन पनि उनीहरूलाई चाहिँ समाज लखर्ने जस्तो कुरा चाहिँ मैले सुनेको छु। र हेरौँ भोलिको दिनमा के हुन्छ। एउटै संसारमा एउटै गाउँमा एउटै ठाउँमा बसिसकेपछि चाहिँ यो ठाउँको व्यक्तिहरू चाहिँ जनसङ्ख्याको हिसाबले कम भए पनि एकदम मिलेर बसेको देखिन्छ। यहाँ यसरी भिडियो बनाउने क्रममा चाहिँ यहाँ एकजना दाइलाई भेट्यो। नमस्ते। यो यस्तो यो एकदम प्राकृतिक रूपमा यस्तो राम्रो गाउँलाई चाहिँ हाम्रो गाउँलाई चाहिँ यसरी विकास हुन नसक्नुको मेन कारण चाहिँ के हो त यहाँबाट भन्नु? एउटा यो विकास नहुनुको कारण चाहिँ एउटा राजनीतिक कारण पनि भयो। विभिन्न दलका मान्छेहरू आउने भोट माग्ने, अब उनीहरूलाई भोट दिँदा हामी चाहिँ अब जस्तो कहिले माओवादीलाई हुन्छ कि भन्ने, कहिले बाबुरामलाई हुन्छ कि भन्ने गर्दै हामीले चाहिँ कुनै पनि हिसाबले चाहिँ विकास गर्न सकिएन। अब यो राजनीतिक खिच्चातान्ने हो मेन कुरो त। अब यो राजनीतिक खिच्चातान्नलाई चाहिँ हामीले चाहिँ एकदम उल्टाउनै पर्छ। नयाँ पुस्ताले अब यो देशलाई चाहिँ सम्हाल्न पर्छ। नयाँ पुस्ताले देश सम्हाल्यो भने अलिकति केही हुन्छ कि भन्ने आश हो। अब बुढा नेताहरूले चाहिँ हेरियो नि अब अस्ति जेनजीको आन्दोलनमा त्यत्रो अरबौँ खरबौँ पैसाहरू चाहिँ घरमा राखेको। अब अहिले के भनेको छ नि त फ्याक हो त्यो चाहिँ अब त्यो एआईबाट चाहिँ बनाएको त हुँदै होइन भन्ने कुरा यस्ता भ्रमसम्म छरेका छन्। त्यसका पछि हामी लागेका छौँ। अझ पनि हाम्रो चेतना आएन भने हाम्रो यस्ता ठाउँहरू धेरै पछाडि रहन्छन्। हाम्रो विकास कहिले पनि हुँदैन। हामीले विकासको मुख कहिले पनि हेर्न सकिन्छ। हामीले 3 चोटि प्रधानमन्त्री भइसक्नु भएको छ यही ठाउँबाट। हजुर। जस्तो प्रचण्ड 2 चोटि हुनुभयो, बौरम भट्टराई 1 चोटि, अर्थमन्त्री पनि भइसक्दा पनि अझै यो ठाउँको स्थिति तपाईँको बाटोघाटोले हेर्दाखेरि अब यो रोडै हो नि। रोड हो। अब यो रोड यसलाई रोड भन्ने अब हजुर। अब यो जस्तो एउटा नमुना मात्रै हो। यसलाई कुनै पनि अब सरकारले दिनपर्ने कुनै पनि सेवा सुविधाहरू दिएर यसको चाहिँ स्तर उन्नति गर्न सकिएको छैन। यो चाहिँ जिमको टिम बसिरहेको छ। यसलाई अब खै अब बामे सर्ने एउटा बालकलाई हिँड्न पर्ने अवस्थामा के दिनुपर्छ, उसलाई कसरी बनाउनुपर्छ भन्ने कुरो यो सरकारले हेर्न सकेको छैन। यही चाहिँ एकदम दुःखदायी कुरा छ। धन्यवाद। हस्।